भिडियोमा चाहिँ बर्बादै भयो होइन यत्रो टाढोबाट आयो भिडियोमा चाहिँ यस्तो दामी देखाएको लास्टमा यस्तो रहेछ भिडियोमा कस्तो चित्याबाट एडिट गर्ने कस्तो लाग्यो आजको मुसाफा मुसाफा कस्तो लाग्यो यो चाहिँ मकै यो जग्गा त होइन होला है हामी कहाँ आइपुग्यो आज ला कस्तो देखाएको जग्गा चाहिँ कस्तो जग्गामा आइपुग्यो हामी यहाँनिर यस्तो पो रहेछ यहाँनिर पहिरो गएर चाहिँ नि के अरे पहिरो गएर चाहिँ यहाँ आफै पानी अलिअलि पला त नाच्दैछ यहाँनिर चाहिँ ला पानी पनि छैन रहेछ उतै जाँदैछ यहाँनिर चाहिँ कहाँ चाहिँ होला अब यो जग्गा चाहिँ बिचरा पानी नै खोज्दैछ सबैजनाले 100 डेज लाउनु पर्ने रहेछ यहाँनिर गाडी पनि अन्त यसरी खाटलाङ खिटलिङ गर्दै आउँदैछ नि त गाडी पास भयो जबरजस्ती यहाँनिर ए रोड हेर्नु त जाडी नै छ हाम्रो यहाँनिर कुन जग्गामा हामी आएको त्यो जग्गा चाहिँ हामी आइपुगिसकेको चाहिँ छैन भनेर चाहिँ ए ऊ भिडियो जुन सिडी देखाएको थिएँ रहेछ हो ऊ माथि चाहिँ ए त्यो पनि लक पो रहेछ त त्यहाँ पनि छैन होला अलाउड छैन होला पानी चाहिँ यो हो माछा होला यहाँनिर खोइ ए रहेछ त ऊ माछा कस्तो जग्गा देखाएको थियो यो जग्गा चाहिँ कस्तो रहेछ यहाँ भित्र चाहिँ के हो यहाँ भित्रै अब्बै ए यस्तो रहेछ पानी नगर है नठेल है नठेल्नु है ओ त्यही रहेछ कोही डन्टाले अड्काएको हेर्नु त बिस्तारै हेर्नु त एमा त मचाफी ऊ माथि चाहिँ के रहेछ ऊ माथि जाउँ एउटा त्यहाँनिर माथि गएर फोटो खिचेर समुद्र रहेछ यो त यहाँ त समुद्रै हो यसको लागि गाडी नै आउँदैन रहेछ यहाँनिर त बिजोकै रहेछ ऊ माथि गएर फोटो खिच्नु पर्ला अब हरेस भयो हामी चाहिँ यहाँनिर हरेसै भयो यहाँ त अन्त खोइ ए यहाँ भित्र यतिकै हिँड्ने जग्गा छ के हो त्यो सिडीदेखि चढेर आउँदा त अन्त नजरिया त अन्त हेब्बी रहेछ त यहाँ त अन्त पानी चाहिँ यही रहेछ जुन चाहिँ पानी मजाले बग्दै थियो नि नगरे त्यहाँनिर उयो होला खाने पानी हो नि त्यो चाहिँ यो चाहिँ समुद्र हो समुद्र इन्डियन ओसन यहाँनिर होइन हामी स्विमिङ गर्न आएको चाहिँ
माछा पनि रहेछ माछा पनि रहेछ यहाँनिर चाहिँ अब कता चाहिँ पुग्ने हो माथि रसल खाइमा घाँस काट्नु आएको घाँस पनि छैन ए मकै रोपेको रहेछ यहाँ ड्याममै यहाँनिर चाहिँ मकै रोपेको रहेछ यिनीहरू चाहिँ गयो तल पानी हेर्नको लागि यो टाइममा चाहिँ पानी सुकेको हुँदो रहेछ नि त जस्तो चाहिँ अब हामीले हेरेर आएको थियो त्यस्तो चाहिँ एकदमै छैन रहेछ है यहाँनिर चाहिँ यस्तो पो रहेछ आमामा धराप रहेछ नि यहाँ भित्रभित्र चेपचेपमा चाहिँ पानीहरूको ए त्यो चेपचेपको पानीहरूको देखाएको रहेछ है The water is cold? Water. Yeah. केजना अट्ने जग्गा रहेछ नि त तर त्यहाँनिर भिडियोमा यही हो छर्ना चाहिँ अब सुकिँदो रहेछ ब्युटिफुल हो त्यस्तोहरू हाम्रो जग्गामा आउन तिमी त्यही त जग्गाहरू यो त स्वर्ग भन्छ होला यो चाहिँ आजको कमाल चाहिँ नि यो ब्यागले गर्दा भएको यो ब्यागले गर्दा भएको है क्यामेरा लिएर आउने भएकोले गर्दा भने हेलो हबिबी लेट्स गो बिचाराहरूले अब कति प्लान गरेर आएको थियो होला त अन्त त्यो त अन्त के सिस पार्क बिचाराहरूले ल्याएको सामान त अन्त बनाउनु तलाउनु पर्यो नि अब त्यसलाई त अन्त त्यत्रो पैसा खर्च गरेर लिएको यस्तो खुबसुरत धोका भयो यस्तो खोजेर बल्ल भेटेको जग्गा यहाँनिर पानीहरू रोडमा जम्मिराखेको छ यहाँनिर र अब चाहिँ हामी अर्कै जग्गा खोज्दैछौँ यहाँनिर चाहिँ बिचाराहरूले अब अप्सनै नभएर खाना पकाउँदैछ यहाँनिर लिचीको मकै त हो त अन्त यो के हो मकै होइन यस्तो दामी जग्गा ल्याइराखेको छौ तिमीले मलाई जग्गाहरू पनि निकाल न जग्गाहरू पनि सबै क्याप्चर गर कुन चाहिँ एभोकाडो अरे हो 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 मैले रोपेको छु थाहा छ मलाई हो हो यो उसको बोट ल यो के भन्छ केराको बोट है केराको बोट यहाँबाट केरा फल्छ यस्तो भन्नु यो उसको हो नस्पतिको बोट हो ल उयो बोट भन्दिनँ नि उयो बोट के को त्यो लेमनको जस्तो लाग्यो हो लेमनकै हो लाइमको हैन लेमन हो लेमन गाउँ हो भनेछु त मैले यो चाहिँ उयो अब ए त्यो त हो त रहेछ त अन्त यो गाउँ होइन हौ के अरे कोदो हैन हौ कोदो कुन चाहिँ उयो हौ उयो माथिको कोदो होइन बिचारा सुकेछ मरिगएछ